पहिलो पटक कुवेत आउने सोच बनाइरहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको लागि केही जानकारी लिएर आएको छु। नमस्कार सबैलाई। यदि तपाईँ पहिलो पटक रोजगारीका लागि कुवेत आउन सोच्दै हुनुहुन्छ भने महत्त्वपूर्ण कुराहरू अवश्य जान्नुहोस्। कुवेत राम्रो आम्दानी गर्न सक्ने देश हो, तर यहाँ पैसा कमाउन मिहिनेत, धैर्य र अनुशासन चाहिन्छ। धेरैले विदेश आएपछि सबै सपना तुरुन्तै पुरा हुन्छ भन्ने सोच्छन्, तर वास्तविकता त्यस्तो हुँदैन। कुवेत आउनु अघि आफूले काम गर्ने कम्पनी, तलब, कामको समय, ओभरटाइम, बिदा र बस्ने व्यवस्था सबै कुरा राम्रोसँग बुझेर मात्र सम्झौता गर्नुहोस्। कुनै पनि कागजात नपढी हस्ताक्षर नगर्नुहोस्। यहाँ गर्मी अत्याधिक धेरै हुन्छ। गर्मीको समयमा तापक्रम 50 डिग्री सेल्सियसभन्दा माथिसम्म पुग्न सक्छ। त्यसैले पर्याप्त पानी पिउनुहोस्, स्वास्थ्यको ख्याल राख्नुहोस् र सुरक्षाका नियमहरू पालना गर्नुहोस्। यदि तपाईँ ड्राइभर, निर्माण, सफाई र अन्य श्रमको काममा आउँदै हुनुहुन्छ भने समयको पालना, ट्राफिक नियमको सम्मान र इमान्दारिताले काम गर्नु धेरै महत्त्वपूर्ण हुन्छ। राम्रो काम गर्ने मानिसलाई कम्पनीले पनि सम्मान गर्छ। आफ्नो पासपोर्ट, सिभिल आइडी र अन्य आवश्यक कागज सुरक्षित राख्नुहोस्। समस्या परेमा कम्पनीका जिम्मेवारी व्यक्तिसँग वा नेपाली दूतावाससँग सम्पर्क गर्नुहोस्। कमाएको पैसा अनावश्यक खर्च नगरी बचत गर्ने बानी बसाल्नुहोस्। विदेशको कमाइले परिवारको भविष्य उज्यालो बनाउन सक्छ, तर यसका लागि सही योजना आवश्यक हुन्छ। अन्त्यमा कुवेत आउनु भनेको केवल पैसा कमाउनु मात्र होइन, आफ्नो परिवारका सपना पुरा गर्ने यात्रा पनि हो। त्यसैले धैर्य, मेहनत र सकारात्मक सोचका साथ अघि बढ्नुहोस्। कुवेत आउनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको यात्रा सफल होस्, सुरक्षित रहोस्, स्वस्थ रहोस् र आफ्नो परिवारको सपना पुरा गर्न सफल हुनुहोस्। धन्यवाद भन्दै यो